हेर्न सक्छु केटा हो यहाँ चिलमा त्यो मान्छेहरू हेर्न आएको छ। त्यो खतरनाक यत्रो खोला बढिसकेको छ केटा हो। अब डुबान पर्छ केटा हो यतातिर घरहरू। अब कसको कसको छ गयो केटाहरूको घर। त्यो म चाहिँ पुल हेर्न आएको है केटा हो। यहाँ यसो पुल हेर्न आइदिएको। यहाँ त पुरै खोला बढेको रहेछ केटा हो। मस्तको छ भाइब त। हेर्न सक्छु केटा हो यस्तो खोलाहरू बढिरहेको छ। लगातार बढै छ यहाँ त। अब गयो घर कसको कसको थियो केटा सबको जान्छ अब यहाँ। अब भयङ्कर भइसकेको छ केटा भयङ्कर। क्वालिटी त धोत्रो आयो होला केटा है। क्वालिटी त खासै राम्रो छैन। हल्का फुल्का क्वालिटी छ केटा हो हेर्न सक्छौ। डेन्जर खोला बढेको छ केटा। नेपालको स्थिति फेरि सुरु भइसक्यो केटा। अब नेपालमा बाढी आउनेदेखि लिएर के आउने हो सब आउँछ केटा अब एकैचोटि। त्यो मान्छेहरू हेर्दैछन् हेर्न सक्छौ होइन चिलमा। म चाहिँ यहाँ बस्दिनँ केटा हेर्न मात्रै आएको ल। डेन्जर बढेको छ केटा हो हेर न। यत्रो गहिरो छ क्या यो। यति खतरनाक गहिरो छ केटा हो। यो चाहिँ खतरा गहिरो छ केटा हो। यहाँ माथि पुल छुन लागिसक्यो यार। बन्दै गरेको पुल छुन लागिसक्यो केटा हो। पुल चाहिँ बनेको छैन है केटा हो। यो चाहिँ कहिले बन्यो थाहा छैन। खतरा हेर न केटा हो। ड्याम डेन्जर छ डेन्जर। साउन्ड कत्रो आएछ खै सानै आयो होला साउन्ड त। मस्त पुल चाहिँ भाइब चाहिँ दामी छ यस्तो माहौलमा। अब केटा यो भोलिसम्म छुन्छ होला यार। यस्तै पानी आयो भने त भोलिसम्म माथि नै छुन्छ होला केटा। लभली छ केटा ठाउँ चाहिँ। तर हजुर अब भोलिसम्म यस्तै भयो भने आउँछ माथि नै आउँछ होला। यस्तो अङ्कलले फेरि के भन्दै हुन्छ भन्नु अङ्कल के भन्दै हुन्छ। एकैचोटि कति खोला बढिसक्यो के। कत्रो हुन्छ होला यो भोलिसम्म छुन्छ माथि। होइन छुन्छ होला। हो छुइन्छ बसेर डुब्छ होला त्यो सबै। लभली छ नि तर ठाउँ चाहिँ फोटो खिच्नलाई। अङ्कलको फोटो खिचिदिउँ क्या हो। खिचिदिउँ हजुरको घर कहाँ हो दाइ घर। दाइ भन्छ है अङ्कल त के भन्नु। प्लिज दाइ नै भन्नु होला के अङ्कल भन्नु। अङ्कल त अलिकति सुड्डोलाई नै भन्छन् होला नि। ल भन्नु ल केही 2-3 शब्द भन्नु। हान्दिनु केही 2-3 शब्द बाढीको बारेमा भनिदिनु न। यो बाढी ठुलो आयो हेर्नु हाम्रो नेपाल सरकारले के गर्ला यसको बारेमा। नेपाल सरकारले त यो गर्छ के गर्छ यो खोला गढी गर्नुपर्छ। बारे स्टार्ट करे जल्दी न त भागेमा ठीक रहे। डुबान नपर्छ होला कि न यो माथि यो बसहरू जान्छ होला है। अघि नै कत्रो थियो भर्खरै आएको म नि यस्तो हेर्न होइन खास म पुलमा फोटो खिच्न आएको थिएँ। अनि यस्तो हेरेको यहाँ त पुरै खोला सोला आइरहेको रहेछ। आइ छैन फोटो खिच्न लभली छ नि दाइ भन्नु त। फोटो खिच्न ठाउँ त दामी छ नि होइन। रोक्देखि यस्तो धोत्रो आएको क्वालिटी। अङ्कलसँग नि कुरा दाइसँग अङ्कल त के भन्नु दाइसँग नि कुरा भयो होइन। यत्रो डेन्जर खोला बढेको हो। क्वालिटी कस्तो आएको छ खै थाहा छैन। तर खोला चाहिँ डेन्जर बढेको हेर भर्खरै कत्रो ठुलो भयो।
यत्रो गहिरो छ कि यो झन्डै झन्डै 2-3टा मान्छे अटाउँछ होला भित्र ठिङ्गै सिधा सिधा गऱ्यो भने फेरि सिधा सिधा गऱ्यो भने केटा 2-3टा मान्छे अटाउँछ यस्तो दामी छ माहौल चाहिँ हेर्न सक्छौ होइन माहौल चाहिँ यत्रो छ अब घर जानुपर्ने हुन्छ हामी पनि यो हेर्दै बसेर काम छैन केटा हो फाल्टुको कुराहरू होइन बाढी बढ्यो भने केटा यो सब डुबाउन पर्छ यो यहाँदेखि यो छ नि यो सबै जान्छ क्या योभन्दा अझै बढ्यो भने यस्तो छ रोक ल केटा म तिमीलाई देखाइदिइहाल्छु सब जान्छ केटा डुबानमा पर्छ सबै यो खोला भयो अनि यहाँदेखि यो सबै डुबाउन पर्छ केटा यो चाहिँ नि यो सब जान्छ केटा यो बढ्यो भने यहाँसम्म पुगिसकेको छ केटा है हेर्न सक्छ यो पुल छुन्न लागिसक्यो अब थोरै मात्रै बाँकी छ होइन अब यो सब जान्छ ड्याम हेरौँ भोलिसम्म के कस्तो हुन्छ केटा होइन पुल चाहिँ लभली छ लभली पाराको पुल छ यस्तो दामी छ पुल चाहिँ फोटो खिच्नलाई मात्रै अरू थाहा छैन होइन यो चाहिँ यता कता यता भक्तपुर पर्छ क्या होइन यो यस्तो लभली छ केटा ल ल केटा अब घर चलिदिनु पर्ने हुन्छ होइन यति भन्दै आजको भिडियो हो कि के हो यहीँ इन गर्नुपर्छ है त।